खुसीको कुरा थियो के सर एउटा कुरा त्यो मतलब एउटा केटा छ त्यो इन्डियाको प्लेयर हो धासु प्लेयर खेलेछ ऊ हजुर हिरोइन बिहा गर्नुभएछ उहाँ दाढीहरू राख्नुहुन्थ्यो हजुर यहाँ साफ लेखेछ हातैमा कपी बनाइदिएछ उहाँ हजुर हजुर के नाम हो विराट कोहली कोहलीजी हजुर कोहलीजी कोहलीलाई जब तपाईँ गोली जस्तो बल फाल्नुभयो त्यो कस्तो लाग्यो कस्तो बताउनुहोस् कोहलीले के भन्यो तपाईँलाई म खुसी मलाई बाबु यस्तो नगुमा यार केही भन्यो केही भन्यो त्यो भन्नु न होइन अब राम्रो बोलिङ गर्यो भनेर भन्दै हुन्थ्यो लाइक अब किनभने आफूलाई पनि एउटा प्राउड मोमेन्ट हुन्छ कि यसो ठुलो ब्याट्सम्यानको अगाडि अब हुन चाहिँ हामी पनि त्यो लेभलमा डिजर्भ गर्छौँ भन्ने हामीलाई पनि थाहा थियो त्यही भएर हामीले पनि चान्स पाएको र राम्रो गऱ्यौँ र यस हाम्रो प्रोग्रामको यस्तो नियम हो क्या ठडाक गर्ने तपाईँ क्वालिटी भएन भने त थोरै लिन्थ्यो त्यसमा होइन त्यही पनि विराट कोहली जस्तो विराट ब्याट्सम्यानको अगाडि तपाईँ बल यस्तो घुमाइरहनु भएको थियो मनमा कुनै धुकछुक केही थियो डर थियो केही थियो मतलब यार केही भइहाल्छ कि त्यस्तो केही म चाहिँ त्यही सोचिरहेको थिएँ कि विकेट आयो भने के भइहाल्छ यस्तो विराट कोहलीको विकेट गिराइदिएको भएर तर यार गिरिसकेको थियो क्या हजुर तपाईँको बलै थियो कि कम पिटाउने होइन हजुर हजुर न तर साफ धोबी पछाड पिटिरहेको थियो तपाईँको बल खेल्नु त्यो फिलिङ्स कस्तो आयो जस्तो कि तपाईँ जब खेल्नुभयो हजुर मनबाट झरझराएर आयो भगवान कसम यत्रो दिन खेलाएको छैन पुरा 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 निचोडिदिन्छु जस्तो के आएको थियो लेमन जस्तै लेमन जस्तै पुरा निचोडिदिन्छु जस्तो आएको थियो होइन अब त्यही थियो कि अब चान्स पाएको छ र यसैमा चान्समा डान्स पनि गर्नुपर्छ र होइन मतलब त्यो बलले डान्स गराउनुपर्छ ओके तपाईँको त डान्सिङ बल हो लेडिज एन्ड जेन्टलम्यान ही डज ह्याभ भेरी डान्सिङ बल ओके त्यही एउटा अपर्च्युनिटी पाएको छु र यो अपर्च्युनिटीलाई कसरी ग्र्याब गर्ने र अगाडि जुन अब आगामी आइपिएल सिजन हुन्छ त्यसमा पनि आफूलाई सिक्योर गर्ने यार यो कम उमेरको केटासँग कति धेरै दिमाग छ यार प्लानिङ गरेछ नेक्स्ट आइपिएलमा पनि कसरी सिक्योर हुने पक्का सिक्योर छ यार भगवान यो प्रोग्राम हेर्छ नि हाम्रो बुवा हामी बहुत पिटाउनेवाला छौँ त्यो उमेरको मान्छे यो काम गरिरहेछ साला यो उमेरको मान्छे के काम गरेछ बहुत पिटाउनेवाला यस्तो चमत्कारी काम नगर्नु खै ठिकै छ धोनीलाई पनि तपाईँ बलिङ गर्नु हजुर क्याप्टेन कुल भन्छ क्या त्यसलाई हजुर हजुर के भन्यो तपाईँसँग केही कुरा भयो त केही हजुर लास्टमा कुरा भएको थियो राम्रै सबैले राम्रो रिस्पोन्स दिनुभएको थियो एउटा लाइक अब छ केही जुन आगामी दिनहरूमा पनि अब राम्रो गर्न सक्छु भन्ने ठिक छ तपाईँले भन्नु होइन मन छोटा बच्चा समझ के हमको ना